Thanks for watching lesson 1. So let's begin lesson 2. कोरे भनेको यो एकदमै नजिकको वस्तुलाई जनाउँदाखेरि कोरे भनिन्छ. सोरे भनेको त्यो, आरे भनेको उ त्यो, कोनो सोनो आनो भनेको पनि सेम यो त्यो उ त्यो भन्ने मिनिङ आउँछ. तर सेन्टेन्सको स्ट्रक्चर अनुसार युज गर्ने तरिका चाहिँ फरक हुन जान्छ. होङ भनेको बुक, जिस्यो भनेको डिक्सनरी, जासी भनेको म्यागजिन, सिम्बुङ भनेको न्युजपेपर, नोतो भनेको नोटबुक, तेच्यो भनेको पकेट नोटबुक, मेसी भनेको बिजनेस कार्ड अथवा भिजिटिङ कार्ड पनि भनिन्छ. कादो नर्मल कार्डहरूलाई चाहिँ कादो भनिन्छ. तेरेहोङ कादो भनेको टेलिफोन कार्ड, एम्पिचु भनेको पेन्सिल, बोरु पेन भनेको बल पेन, स्यापु पेन्सिलु भनेको सार्प पेन्सिल अर मेकानिकल पेन्सिल, खागी भनेको की, तोकेई भनेको घडी, खासा भनेको अम्ब्रेला, खाबाङ भनेको ब्याग, खासेत्तो तेपु भनेको क्यासेट टेप, तेपुरेकोदा भनेको टेप रेकर्डर, तेरेबी भनेको टेलिभिजन, राजियो भनेको रेडियो, कामेरा भनेको क्यामेरा, कम्प्युटा भनेको कम्प्युटर, जिडोस्या भनेको अटोमोबाइल कार गाडीहरू, चुकुए भनेको डेस्क, इसु भनेको चेयर, चोकोरेटो भनेको चकलेट, कोही भनेको कफी, एगो भनेको इङ्ग्लिस ल्याङ्ग्वेज, निहोङ्गो भनेको जापानिज ल्याङ्ग्वेज. कुनै पनि देशको पछाडि गो आयो भनेपछि नर्मल्ली त्यो देशको ल्याङ्ग्वेज भन्ने मिनिङ आउँछ. नान भनेको के क्वेसन गर्ने शब्द, सो भनेको कसैले केही भनेर त्यसलाई होस् त्यस्तै हो भनेर सहमति जनाउँदाखेरि सो भनिन्छ. चिगाइमास भनेपछि नो त्यस्तो होइन, तपाईँले भनेको गलत छ भन्दाखेरि चाहिँ चिगाइमास भनिन्छ. सो देशका भनेको आइसी, ए त्यस्तो हो भन्ने मिनिङ आउँछ. आनो भनेको के बोल्ने बेलामा अड्किएपछि अथवा कुरा सुरु गर्ने बेलामा आनो भनेर स्टार्ट गर्ने गरिन्छ. हुन्न कि मोचिदेश भनेको सानो उपहार हो भनेर केही उपहार दिने बेलामा भनिन्छ. दोजो भनेको लिनुहोस्, दोमो भनेको थ्याङ्क यू, आरिगातो भनेको पनि थ्याङ्क यू, अनि दोमो आरिगातो गोजाइमास भनेको चाहिँ एकदमै पोलाइट फर्ममा थ्याङ्क यू भन्ने मिनिङ आउँछ. कोरेकारा वसेवानी नारीमास भनेको चाहिँ कसैसँग अब सँगै बस्ने भयो अथवा सँगै काम गर्ने भयो भनेपछि अबदेखि चाहिँ मिलेर तपाईँको सहयोग चाहन्छु अथवा त्यस्तो खालको सेन्सले कोरेकारा वसेवानी नारीमास भन्ने गरिन्छ. कोचिराकोसो योरोसिकु भनेको म पनि आइएम अल्सो प्लिज टु मिट यु अथवा मैले पनि सेम अपेक्षा गर्नेछु भन्ने टाइपको रेस्पोन्सको लागि युज गर्ने गरिन्छ.